दर्शकबिन नमस्कार, म सञ्जित लिम्बू तपाईँहरूकै साथी। यसरी आज स्वतन्त्र नागरिक समाजले इटरी हटिया लाइन यस बुधबार यसरी सरसफाइ गर्दै हुनुहुन्छ। हजुर नमस्कार, के गर्दै हुनुहुन्छ तपाईँहरू? यसरी झाडु बोकेर चाहिँ यो बजार घाटमा हजुर सधैँको काम हो यो। हामी आज चाहिँ इटरीको चाहिँ यो बुधबारे बजारमा अस्तिदेखि यसो हेरेको यो मैला देखियो निकै। यहाँको बजार व्यवस्थापनले अलिक यसलाई चाहिँ नजर नपुर्याएको हो कि अब बत्तीहरू त काट्नुहुन्छ होला होइन, बजारहरूबाट बत्तीहरू उठाउनुहुन्छ होला, तर पनि बत्तीहरू उठाएर बजार व्यवस्थापन अलि राम्रोसँग सुचारू र सफासँग चाहिँ राख्नलाई ध्यान पुर्याउनु भएन कि जस्तो लागेर हामी यो स्वतन्त्र नागरिक समाज इटरी दुईले चाहिँ आजको यो शनिबार चाहिँ यो बुधबारे हटिया लाइनमा चाहिँ अलिकति सरसफाइ गरौँ कि भनेर अब हामी यहाँ जुटेका छौँ। अहिले हाम्रो सबै साथीहरू आइपुग्नु भइसकेको छ र यो के भन्न चाहन्छु भने इटरी उपमहानगरपालिका वार्ड नम्बर यो 9 होला होइन, यहाँ वार्ड कार्यालय नै हुँदै पनि यो यस्तो यो सरसफाइ वरिपरि नगरेको देखिरहन सक्नुहुन्छ कि जस्तो पनि लाग्यो। हेरिराख्नुहुन्छ सधैँ, यसलाई चाहिँ के भन्नुहुन्छ, के गरेर हेरिराख्नु भएको हो कि बा होइन, कि त यो त्यतिकै छोडिदिने ठुलो पक्की महलभित्र मात्रै हामी वार्ड कार्यालय चलाउने, वरिपरि चाहिँ जेसुकै होस् भनेर हेरिराख्नु भएको हो कि भन्ने लागेको छ मलाई। चासो नदिएको देखियो होइन? चासो नदिएको देखियो। हस्, धन्यवाद। तपाईँहरू यसरी चाहिँ सफा गर्दै हुनुहुन्छ। यहाँ स्वतन्त्र नागरिक समाजका अभियन्ता साथीहरू यसरी नमस्कार अभियान छ के यो तपाईँ बेल्चा बोकेर किन काम नपाएर यसरी बजारभित्र चाहिँ तपाईँ यो फोहोर फ्याँकिराख्नु छ? तपाईँ यो के भन्न चाहनुहुन्छ? यो चाहिँ अब एउटा जनचेतना पनि हो। हजुर, त्योभन्दा पनि अगाडि सरसफाइ एकदम जीवनको लागि एक नम्बर विषयमा पर्छ। हजुर, स्वास्थ्यसँग पनि कुरा आउँछ। यो अरू दिन त यहाँ हटिया लागेको बजार लागेको देखिन्छ, अब आज सरसफाइको दिन कोही पनि देखिँदैन। प्रत्येक पसलले आफ्नो फोहोर आफैले ठिक ठाउँमा राख्यो भने यस्तो फोहोर हुन्थेन। त्यो जनचेतनाको कमीले हो। त्यसको अब हामीले जनचेतना फैलाउनु स्वतन्त्र नागरिक समाज इटरीका अभियन्ता साथीहरू भेला भएर जनचेतनामूलक कार्यक्रमहरू गरिराखेको छ। त्यसमा चाहिँ हाम्रो आम नगरवासीहरूले अर्थात् यहाँका यो बजारका टोल कमिटी समितिज्यूहरू पनि हुनुहुन्छ होला होइन, उहाँहरूले पनि धेरै ख्याल गर्नुपर्ने हो। नगर विकासको लागि न्यु पारेर सधैँ पेस्की उठाएर के भन्छ बत्ती उठाएर मात्रै नहुने भएको हो। यो विकासको लागि मात्रै भनेर हुँदैन, विकासको लागि सरसफाइ चाहिँ एक नम्बरमा आउँछ। यदि त्यो बत्ती बिलहरू काटिन्छ भने सरसफाइ पनि हेर्नु अति जरुरी हो। त्यस कारणले गर्दाखेरि हामी नगरवासीहरू लगायत जनप्रतिनिधिहरू स्थानीय लेभलको जनप्रतिनिधिदेखि माथिल्लो लेभलसम्म चाहिँ सरसफाइ तथा अरू विकासहरूमा चाहिँ हेर्नुपर्छ, स्थानीय लेभलबाटै हेर्नुपर्छ। अब यो चाहिँ नहेरिएको अवस्था छ। त्यसको लागि एउटा नागरिकको लेभलदेखि लिएर एउटा चाहिँ ठुला पदहरूसम्मको लागि पनि यो चाहिँ एउटा चेतनामूलक कार्यक्रम राखिएको हो, गरिँदैछ। अब यो देखेर चाहिँ सबैले गर्नुपर्छ। वरिपरिका साउनीहरू व्यापार गरी खाने मान्छेहरूले ध्यान दिनुपर्छ भन्ने कुरा हो। तपाईँ सम्बन्धी स्थानीय सरकारलाई के भन्नुहुन्छ? स्थानीय सरकारले नगर विकास भनेर सबै हटियाहरू मेलाहरूमा बजेट उठाए पनि प्रवेश शुल्क उठाएको ठिक छ, गर्नुपर्छ, हामी पनि मान्छौँ। तर त्यो कहाँ जान्छ बजेट? के को लागि जान्छ? प्रत्यक्ष रूपमा नगरवासीलाई नागरिकलाई सेवा सुविधा भएको छ कि छैन? त्यो मूल्याङ्कन गर्नको लागि जनप्रतिनिधिहरूलाई भन्छु र जनप्रतिनिधिज्यूहरू एउटा ठुलो पदमा मात्रै नअल्मलिनु होला। स्थानीय लेभलमा नागरिकहरूलाई के भइरहेको छ त्यो पनि हेर्नको लागि तपाईँहरू पैदल हिँडेरै आउनु होला, झाडु बोकेर आउनु होला, कुचो बोकेर आउनु होला। काम ठुलो हो, कामलाई हामीले पद दिन्छौँ। त्यो कुर्सीमा बसेर गाडीमा हिँडेर हाई सो गरेर त्यस्तोलाई हामी मान्दैनौँ। नगर विकासको लागि बजेट उठाइन्छ भने सरसफाइ पनि हुनु पर्यो,
हरेक कुराहरूमा बजेट लगानी हुनु पर्यो। इटरी वरिपरि बाटो त्यस्तै बिग्रेको छ, त्यस्तै खानेपानी ठाउँ ठाउँमा पुगेको छैन, त्यो पनि हेर्न एकदम अत्यन्त जरुरी छ। यो सबै जनप्रतिनिधिहरूलाई म भन्न चाहन्छु। धन्यवाद धन्यवाद। त्यसरी चाहिँ हुनुहुन्छ। यहाँदेखि अब हामी यताभित्र छिर्दैछौँ। यहाँनिर हामीले एकदम यहाँ यसरी झाडु बोकेर हाम्रा चाहिँ नगर संयोजकजी हुनुहुन्छ। तपाईँ यसो यता यो तपाईँहरू यहाँनिर जुन अहिले यहाँ झाडु पुच्चो बोकेर यहाँ हेर्नुहोस्, यो भित्र तपाईँको डस्टबिन जस्तो देखिरहेछ। तपाईँ के भन्नुहुन्छ यो आइतबारे बुधबारे हटिया लाइनको व्यवस्थापन समिति साथै सँगसँगै यहाँनिर 9 नम्बर वडा कार्यालय पनि हुनुहुन्छ। हजुर, के भन्न चाहनुहुन्छ तपाईँ? आज यहाँनिर स्वतस्फूर्त यहाँ आउनु भएको छ, झाडु साडु बोकेर सफा गर्दै गरेको देखिरहेको छु। यहाँ के भन्नु भन्दा पनि स्तब्ध हुने अवस्था छ। यस्तो पनि हुन्छ? हजुर, यसरी पनि यहाँ भित्र देखाउनु। ल हेर्नुहोस्। अनि यो ठ्याक्कै लगेर त्यो 9 नम्बर वार्डको बोर्डमा देखाउनु। हजुर यो 9 नम्बर वार्डको वाडा कार्यालय हो। हजुर अनि यहाँ यो बजार लाग्दाखेरि बजार करहरू उठाउने ठेकेदार पनि छ। हजुर, तपाईँ भन्नुहुन्छ त्यो ठेकेदारलाई ठेक्का लाउने काम कसले गर्छ होला? कसले गर्छ होला? थोरै भनिदिनु पऱ्यो नागरिक स्तरमा यो त्यो जनचेतना। निश्चित रूपमा नगरभित्र भएको सरसफाइको ग्यारेन्टी गर्ने र बजारहरू लाउँदा के अरे चाहिँ सरसफाइ पनि गर्ने होइन, अनि सबैलाई चाहिँ अब यो ठेक्का लगाएर पैसा अब आय आर्जन पनि गर्ने होला। त्यो भनेको नगरपालिकाकै अन्तर्गत हुनुपर्छ, या त वार्डले गरिरहेको छ। त्यो ठेक्का लाउनुको कारण के हो? यो जग्गाहरूको भाडा मात्रै लिएको हो या यसलाई सफा पनि गर्ने जिम्मेवारी उनीहरूको हो? त्यो सफा गर्ने जिम्मेवारी उनीहरूको हो भन्ने शर्तसहित ठेक्का लगाएको हो होइन, या होइन? यो जमिनमा के अरे चाहिँ नगरपालिकाको जमिनमा अथवा सरकारी जमिनमा बजार आफ्नो व्यापार व्यवसाय गरे बापत होइन पैसा लिने ठेक्का लगाएको। त्यसमा दुईवटा कुरा हुन्छ। यदि त्यो ठेक्का सरसफाइ सहितको शर्तमा लगाइएको हो भने उसले यो सफा किन गर्दैन त होइन? ओके, त्यसो भए होइन सरसफाइको शर्त छैन भन्ने हो भने यो सफाइ गर्ने जिम्मा चाहिँ कसको त फेरि होइन? यो सफाइ गर्ने जिम्मेवारी चाहिँ कसको त? यो नगरपालिकाको हो नि त होइन? अनि गर्दैन चाहिँ किन त? यो कि त त्यो ठेकदार जिम्मेवार हो? हामीलाई चाहियो त्यो ठेकदार को हो होइन? उहाँसँग हामी बोलेर यहाँनिर बाध्य गराउन चाहन्छौँ। यस्तो दुर्गन्धित बनाएर इटरी नगर जस्तो सफा सिटी बनाउने ठुल्ठुलो कुरा गर्ने होइन, त्यसपछि यसरी फोहोर राखेर आएपछि यो फोहोरबाट कुनै पनि एङ्गलबाट चाहिँ इटरी नगर सफा नगर भनेर चिनिन्छ त? चिनिँदैन नि त होइन? भनेपछि स्वतन्त्र दुर्गन्ध फैलाउँछ, रोग व्याधि फैलाउँछ, हैजा फैलाउँछ, अनि विभिन्न खाद्य सामग्रीहरू बेचिन्छ होइन? हजुर, खाद्य सामग्रीहरू बेचिन्छ। अनि यो हाइजिनिक भयो त? हजुर। नानीलाई थाहा छ यहाँ ठेकदारको नामहरू थाहा छ? को ठेकदार भनेर? पैसा त उठाउँछ नि। यो पैसा के को उठाएको होला? यो जग्गा प्रयोग गरे बाबत मात्रै उठाएको होला या यो सरसफाइ पनि राख्ने भनेर उठाएको होला? के को लागि उठाएको होला त होइन? अब सफाइ गर्ने पनि त सफाइ त गरेको छैन। त ऊ त्यो ठेक्कालाई उसको ठेक्का चाहिँ के अरे चाहिँ खारेज गर्नु पर्यो, ठेक्का सम्झौता। अब होइन, ठेक्का सम्झौता गर्दाखेरि सरसफाइको शर्त राखेको छैन भने नगरपालिका आएर गर्नु पर्यो। त्यो ठेक्कापट्ट लगाउने काम त नगरपालिका या वार्डले गरे होला नि त होला। यो व्यथिति किन हुन्छ यसरी? हाम्रै इटरी सहरमा चाहिँ यस्तो व्यथिति किन हुन्छ? जहाँ गए पनि फोहोरै फोहोर, मैलै मैला, यस्तो दुर्गन्धित। अनि यसरी इटरी सहर म यस्तो बनाउँछु उस्तो बनाउँछु गफलाएर चाहिँ सिटीको परेर हेरेर त भएन होला नि। हाम्रो जनप्रतिनिधिहरूले यति व्यवस्थापन गर्न सक्दैन? वार्डले गर्छ, वार्डले गरेको हो। त्यो त वार्डलाई लाज हुनुपर्ने कुरो छैन चाहिँ वार्ड हामी देखाउँदैछु। यो ठेक्कापट्टा लाउने अथवा सरसफाइ गर्ने काम चाहिँ कसको हो भन्ने कुरा हामी यहाँ अन्यलमा परिरहेको छ। यो निश्चित रूपमा यो ठेक्कापट्टा लाउने कामहरू, बजारहरूको व्यवस्थापन गर्ने कामहरू
नगरपालिकाले नै लाउने हो त्यो नगरपालिकाकै आम्दानी हो अन्ततगत तपाईँले गर्दै गर्दा स्थानीय सरकारले चाहिँ हामी एउटा स्वतन्त्र नागरिक समाज चाहिँ यो अभियान चलाउँदै आउँदा कतिपय यो स्वतन्त्र नागरिक त सरसफाइ मात्रै गर्ने टोली भन्ने जस्तो लाग्दो रहेछ कि यो स्वतन्त्र नागरिक समाजले विशेष गरी के कुराको चाहिँ आवाजहरू बुलन्द गर्छ त यसो हल्का भनिदिनुहोस् न। सबैभन्दा पहिला त यो स्वतन्त्र नागरिक समाज सहर सफा गर्ने मात्रै टोली रहेछ भनेको कुरामा हामीलाई आपत्ति छैन। हो हामी सहर सफा गर्ने नै, किनकि यो ठाउँ सफा राख्नुपर्छ भन्ने हो। हामी त्यो आधिकारिक निकायमा छैनौँ, त्यसैले हामी अभियान चलाउँछौँ। यदि हामी आधिकारिक निकायमा हो भने यसलाई नियमन गरेर के अरे चाहिँ सरसफाइको काम त्यो के अरे हाम्रो अफिसियली नै कामहरू हामी गर्न सक्छौँ भनेपछि स्वतन्त्र अर्को कुरा चाहिँ अब त्यसो भनेर हामी सरसफाइ मात्रै गरिराख्ने भन्दा पनि हामी बेथिति विसङ्गति भ्रष्टाचार होइन कमिसनखोरी यस्ता सबै किसिमको अनियमितताहरूको विरुद्धमा जोरदार रूपमा आवाज उठाइरहेको यो पनि एउटा अनियमितता हो। यसमा पनि भ्रष्टाचारको गन्ध छ। जे शर्तमा काम लगाएको हो ठेकापट्टा दिएको त्यो काम भएको छैन। यदि के अरे चाहिँ यहाँ होइन सरसफाइ गर्ने चाहिँ नगरपालिकाको जिम्मा हो भने यहाँका सारा आसपासका छरछिमेकका व्यापारीहरूले अनि अर्थात् यहाँका बासिन्दाहरूले पैसा दिएका छन् सरसफाइ राखिदिनुहोस् हाम्रो एरिया भनेर होइन पैसा दिएछ नि छ कि छैन उठाउँछ नि तपाईँको घर पनि आउँछ हो त फेरि सफाइ चाहिँ किन नगरेको त त्यो भ्रष्टाचार हो कि नि त्यो पैसा अन्त्यतिर प्रयोग गरियो यता सरसफाइको लागि चाहिँ मान्छे खटाइएन सरसफाइको लागि चाहिँ के अरे चाहिँ खर्च गरिएन त्यो यो पनि ठुलो भ्रष्टाचार भइरहेछ भन्ने कुरा यहाँ प्रश्न देखिन्छ। ल भनेपछि तपाईँले यो जुन अब अहिले यो होटल लाइनको जुन एउटा सरसफाइ नभएको कारणले गर्दाखेरि यहाँ पनि नीतिगत हिसाबले चाहिँ भ्रष्टाचार भएको भन्ने कुरा चाहिँ तपाईँले स्पष्ट गराउनु भयो। र नीतिगत भन्दा पनि नीतिगत भनेको चाहिँ नियम बनाएर भ्रष्टाचार गर्ने भन्नेलाई नीतिगत भ्रष्टाचार भन्छ होइन। यो त ठाडै भ्रष्टाचार हो। पैसा उठाइरहेछ, जे कामको लागि पैसा उठाएको हो त्यो काम गरेको छैन होइन, त्यो काम गरेको छैन। त्यो भनेपछि यो सिधै भ्रष्टाचार हो। भ्रष्टाचार नै हो। यो पैसा कहाँ गयो त त्यसरी उठाएको हामीसँग व्यापारीसँग उठाएको पैसा गयो चाहिँ कहाँ त एउटा हिस्सा त होइन, एउटा हिस्सा त सरसफाइको लागि छुट्याइनु पर्ने होइन त खै छुट्याइयो त। यही आएर चाहिँ यो भ्रष्टाचार हो। त्यसको पनि हामी गौर विरोधी हो। ठिक छ ठिक यहाँ यसरी यहाँ नमस्कार ओमजी नमस्कार के छ आज झाडु बोकेर यसरी तपाईँ व्यस्त हुनुहुन्छ? होइन होइन म निकाल्दिनँ। यतिको बेला यसो चाहिने कहाँ कहाँ फोहोरहरू छन् ती फोहोरहरूलाई व्यवस्थापन गर्नुपर्छ भन्ने एउटा जनसचेतनाको निम्ति पनि यो तपाईँ सिधै भनिदिनुहोस्, तपाईँ यो फोहोर मैला देख्दाखेरि एउटा सरकारी बजार लाग्दाखेरि यो तपाईँ यो स्थानीय सरकारलाई के भन्न चाहनुहुन्छ? स्थानीय सरकारले अलिकति हेरिरहेछ। अब हेरिरहे हुँदाखेरि अब रमितै हेरेर सरकार सञ्चालन गर्न सकिन्छ भन्ने एउटा संस्कार बसाइदिएको छ। काम गर्नु हुँदैन। यहाँ काम गर्ने मान्छेले त यहाँ मुद्दा पो लाग्छ त्यो त गाह्रो छ। त्यो किन होला त्यसरी? अब किनभने यहाँ त राम्रो काम गर्नु त हुँदैन यो देशमा। भ्रष्टाचार लुटतन्त्र फटा यस्तै मात्रै गरेर यो देश बनाउनुपर्छ भन्ने खालको चाहिँ एउटा त्यो खालको संस्कार चाहिँ बसाछन् दलतन्त्रका छोटे राजाहरूले। त्यो भएको कारणले चाहिँ अब यस्तो किसिमले चाहिँ अब देश बन्छ भने ठिक छ। अब हामी उहाँहरूको लागि विरोधी भएका छौँ, हामीलाई मुद्दा लाग्न सक्छ। हामी भोलि चाहिँ किन यो सफा गर्छ भनेर मुद्दा लाग्यो भने हामी जान पनि पर्छ, सिकाउनु पनि पर्छ। यहाँ दिदी नमस्कार, उहाँ खुद यहीँको नागरिक हुनुहुन्छ। यो बजारलाई उहाँलाई एकदम यो फोहोर मैलाले असर भइरहेको छ। आज हामी आएपछि उहाँ खुद आफै झाडु पोछा बोकेर आउनुपर्छ। के भन्नुहुन्छ तपाईँहरूलाई कस्तो यहाँनिर असर भइरहेको छ भन्नु? फोहोर हुन्छ नि, अब के भन्नु भाइ, कोही गर्दैन, एक्लै गर्दा पनि हुँदैन। हजुर कोही निस्किँदैन सफा सुग्घर गर्नु, निस्क्यो भने त हामी पनि निस्किन्छौँ। ए आज हामी आउँदा तपाईँ खुसीले आफै निस्किनु भयो, आफ्नो अगाडि सरसफाइ गर्नु पाउनुभयो, एक्लैले गर्दा साध्य भएन। के भन्नुहुन्छ तपाईँ यो बजार व्यवस्थापन समितिहरूलाई? सबैजना निस्किनु सफा गर्नुलाई हजुर होइन, तपाईँहरूलाई त को लागि गर्नुपर्छ। यो फोहोर मैलाको लागि बट्टी कति लिनुहुन्छ तपाईँहरूलाई? म त बट्टी तिर्दैन, हेर्नु त्यही अब वर्षमा मैले 7-8 हजार तिर्नुपर्छ। 8,000 तिर्नुहुन्छ? अनि त्यो 8,000 तिरेर तपाईँले भने जस्तो सफा सुग्घर पाउनुभयो त?
छैन 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 के भन्नुहुन्छ स्थानीय सरकारलाई सफा सुधार गर्नु चाहिन्छ पैसा लिए अनुसारको काम गरिदिनुहोस् होइन पैसा अनुसारको दिनु पर्यो होइन यो फोहोर मैला भनेको त हाम्रो स्वास्थ्यसँग जोडिएको कुराहरू हो होइन हो हस् हस् त्यति ल यसरी चाहिँ आज हामी यहाँ गरिरहेका छौँ ल हामी निरन्तर अपडेटमा छौँ भ्रष्टाचार किन कसरी कहाँबाट हुन्छ भन्ने कुरा हामी टाढा खोजिराख्नु पर्दैन है तपाईँ हाम्रै साथमा छ सबैजना